हेलो हेलो साथीहरु, वेलकम छ। आज म र मेरो छोरी दुईजना हामी चाहिँ र्याफ्टिङ गर्दैछौँ। यो कर्णालीमा हेर्न सक्नुहुन्छ, कर्णालीको पुल त्यहाँ छ। त्यसको जस्ट तल पुलको तल हामी चाहिँ र्याफ्टिङको सुरुवात गर्दैछौँ। यहाँ चाहिँ हाम्रो दुईजनाको टिकट चाहिँ 300 रुपियाँ लिनुभयो। छोरीको 100 रुपियाँ र भनेपछि मेरो त 200 रुपियाँ टिकट लागेको छ। तपाईहरु पनि आउनु होला यो ठाउँमा एक्सप्लोर गर्न, भिजिट गर्न। र्याफ्टिङ चाहिँ र्याफ्टिङमा जाँदैछौँ कर्णाली नदीमा है। ल केही बोल्नु छ बहिनीहरु? सर हजुर एक स्टेप अगाडि या ओके अझै अगाडि बेस होला। पहिले एउटामा तीनटा बस्छौं के तीनटा तपाईको यो रश्मि यो समात एउटामा तीनटा बस्नी। यहाँ तीनटा भइहाल्यो नि त हामीहरु। हेर्न सक्नुहुन्छ कर्णालीमा चिसापानी देखाउनु रे आलु कालो काट्छ भने मलाई पनि देखाइदिनु न हेर्न सक्नुहुन्छ हामीहरु चाहिँ कर्णाली नदीमा चाहिँ एक्सप्लोर गर्दैछौँ। माथि मान्छे हिँडिरहेछन्, हामी चाहिँ तलबाट चाहिँ र्याफ्टिङ गर्दैछौँ। साथीहरु हेर्न सक्नुहुन्छ तपाईहरु। तपाईहरु पनि आउनु होला साथीहरु, सबैले एक्सप्लोर गर्नु यो ठाउँलाई, सबैले मजा लिनु होला। धेरै महँगो पनि छैन। र्याफ्टिङ गर्दाखेरि 200 रुपियाँ मात्र लाग्ने गर्छ। बच्चाको चाहिँ छोरीको चाहिँ 100 रुपियाँ मात्रै, अनि मेरो चाहिँ अझ सानोको चाहिँ फ्री नै हो। त्यही भएर सबैजना आउनु होला। सबैले यो पर्यटकीय स्थललाई नम्बर 9848 उहाँ दाइको नम्बर 2379 हजुर। म यस कम्पनीको सञ्चालक चालक एकनाथ विष्णु जयसिंह। उहाँलाई चाहिँ सम्पर्क गर्नु होला। तपाईहरु सक्नुहुन्छ 162379 रहेको छ। हामी चिसापानीदेखि टिकापुरसम्म लाने गर्छौँ। सोल्डादेखि यसमा लाने गर्छौँ। जत्रो हजुरले भन्नुहुन्छ हाम्रो कामै हजुरहरूलाई रिस्पेक्ट गर्ने, हजुर हाम्रो अतिथि देवो भव भन्दै हामी कृषि प्रधान देश नेपाललाई पर्यटन प्रधान रूपान्तरण गर्नुपर्छ भन्ने हेतुका साथ रहेको जललाई सदुपयोग गर्नुपर्छ, आफ्नो ठाउँलाई आफै प्रमोट गरेर बढाउनुपर्छ भन्ने हेतुका साथ लागिरहेका छौँ हजुर। तपाईहरु पनि आउनु होला है साथीहरु। को कहाँबाट हेरिराख्नु भएको छ, पक्कै पनि नेपाल आएपछि यहाँसम्म पुग्नु होला, कैलालीसम्म पुग्नु होला। कैलालीको चिसापानीमा कर्णालीमा आउनु होला, र्याफ्टिङ गर्नु होला। सबैजना बहिनीहरु पनि हुन्छ है। ओके यार यो चिसो पानीमा बाबा आउनु होला सबैजना गाइजहरु, हेर्नु होला, यहाँ घुम्नु होला। त्यसो लगिदिनु भिडभाड छैन, आउनु होला। यहीबाट लग्ने गर्थ्यौँ हामी। भिडभाड पऱ्यो भने यहीबाट फ्याँकै घुमाइदिन्थ्यौँ नि आज छैन है यति सम्म हामी जाने यहीबाट घुमाउँथ्यौँ, अहिले त्यहाँ लग्छौँ। भावले राखेर माथि लग्यौँ। लाउनु म नेपालको झन्डा उडाउँछु नि। ओ माय गॉड, हामी त पुरै अब त नदीको बीचमा आउँदैछौँ है। तपाईँ सिङ्गर मान्छे गाउनु न। हजुर खिच्दैछौँ। मलाई घुमाउनै पर्दैन। ल हामीलाई पनि देखाउनु नि त। पुलको मान्छेहरूलाई म तपाईँको खिचिदिन्छु।